दृश्य कस्तो मानवता महँगो रहेछ खरानीको मोल सस्तो हे आमा माफ गर्दै गाउँदैछु म गीत कस्तो झरेर पात भाछु ढल्न लाग्यो वृक्ष जस्तो चितामा समाधि म देख्ने गर्छु दृश्य कस्तो मानवता महँगो रहेछ खरानीको मोल सस्तो यो सोच शब्द कोसी शब्द बन्छ छाप निम्ताउँछ आदि बेरी वेदनाको बाँध फुट्यो हिजो राति फेरि अनि बस्न थाली फेरि आफ्नो कालो छाया हेरी कलमको बहावसँगै बग्दै पुग्यो परसम्म कतिदा ढिलो भातुसँगै आएँ डरसँग अतीतलाई झुट बनी व्याख्या गर्छु सफरसँग हजारौँ छन् प्रसङ्ग पश्चातापले सुत्न दिन्न विश्वासको झरी कस्तो रुज्नै पर्ने मान्छे चिन्न किन म शून्यताको धुन खोज्छु कोलाहालको हुलमा वेदनाको बास्ना भेट्छु पारिजातको फुलमा स्वतन्त्रको नकाबोडी लेख्ने गर्छु गीतमा पोख्ने गर्छु कृतज्ञता कवि रूपी भेषमा म शान्ति खोज्ने सडराती बुद्धको यो देशमा सबै लागिरहेछन् रेसमा शान्त मनी आँखा मेरो बन्द छन् उत्तर छैन मसँग तर बाटो भेट्छु प्रशस्त विपक्ष भात छ मन म लड्छु जस्तै सशस्त्र सङ्घर्ष अर्को नाम रहेछ जीवन्त मेरो शब्द बनोस् लिपि अनि रहिरो जीवन्त भावनाको सागरसँगै बगिरहन्छु निरन्तर भन त यहाँ अर्थ के छ अर्थको जब सुन्ने मान्छे सर्वोत्तम सर्वोच्च मेरो सोच भएको छ सर्वोत्तम सम्बोधन मलाई चाहिएन त प्रलोभन यो जिउन सिकिसके मरेर मोहमाया लागे पनि भावनामी बगेर सांसारिक दुनियाँमा आफ्नो छैन कोही पनि इच्छा आकाङ्क्षा सिद्धिँदैन अन्तिम सास चल्दा नि जिउँदा हुन्न साथ मर्दा आँसु छुए नि विलिन हुनु पर्ने रहेछ नासो साँची राखे नि प्रतिशोधको ज्वाला भेटीसँग हिँड्ने पौतारीमा मात्रको स्नेह बुझे रित्तो पेटमा भौतारिँदा घुम्दै घुमिराख्ने चक्रव्यूहमा मिठो निन्द्रा सुत्न मन छ च्यान रूपी चौतारीमा हे आमा माफ गर्दै गाउँदैछु म गीत कस्तो झरेर पात भाछु ढल्न लाग्यो वृक्ष जस्तो चितामा समाधि देख्दैछु यो दृश्य कस्तो मानवता महँगो रहेछ खरानीको मोल सस्तो हे आमा माफ गर्दै गाउँदैछु म गीत कस्तो झरेर पात भाछु ढल्न लाग्यो वृक्ष जस्तो चितामा समाधि म देख्ने गर्छु दृश्य कस्तो मानवता महँगो रहेछ खरानीको मोल सस्तो